हाँस्नु पनि बिर्सिसकेको थिएँ मैले त। रिसाउँदा रिसाउँदा त्यो नेताहरूलाई देख्छु है, आफ्नो देशलाई देख्छु अनि यति दिक्क लाग्छ होइन, कस्तो सोच भएको मान्छेहरू, कस्तो खालका मान्छेहरू भनेर दिक्क लाग्छ। के मात्र गरिएन त्यो समयमा होइन। एउटा साधारण मान्छे, तपाईँ जस्तो मान्छे हो म त, न त कुनै पार्टीबाट आएको, न त कुनै राजनीति गर्छु भनेर आएको, साधारण परिवर्तन चाहने व्यक्ति तपाईहरु जस्तै। तपाईहरु माझमै म एक दिन हुन्थ्यो होला, त्यही गरेर त्यो आन्दोलनमा गर्थ्यो। मेरो टाउकोमा पनि गोली लाग्न सक्थ्यो, म पनि शहीद हुन सक्थेँ। एउटा साधारण व्यक्तिले एउटा सत्तामा तपाईको देश खाली भइरहेको टाइममा, रिथिँदै गरेको टाइममा ल गोली यत्रो जना गोली हान्न, अरु ल मलाई गोली हाने हान, तर देशमा चाहिँ यस्तो नेतृत्वको मुनि चाहिँ हाम्रो भाइ बहिनीहरूलाई मार्ने, हाम्रो छोराचेला भाइ भतिजीहरूलाई मार्ने मान्छेको अन्डरमा चाहिँ यो नेपालीको शिर बस्दैन भनेर मैले भनेर त्यही भएर लडेको थिएँ। त्यो सत्ता ढल्नु आवश्यक थियो। त्यो सत्ता किन ढल्नु आवश्यक थियो भन्दाखेरि त्यो सत्तामा बस्नेको मान्छेहरूको अहंकार बेसी भइसकेको थियो र त्यो धराउनु कसैले सकेको थिएन। तपाई हामी सबैजना मिलेर ठाउँ ठाउँबाट हामीले आवाज उठायौं, लड्यौं। त्यो बच्चाको रगतहरू, त्यो जसरी गोली हानेर आफ्नो आमाहरूको कोख रित्ताइयो र एउटा छाती पिटी पिटी रुने आमाहरूको आँसु देखेर तपाईहरुको मन पनि पक्कै रोएर तपाईको 24 गते पनि तपाईले आन्दोलन गर्नुभयो। सोशल मिडियादेखि लिएर हरेक सामाजिक सञ्जालबाट तपाईहरुले बोल्नुभयो। कांग्रेस होस्, एमाले होस्, माओवादी होस्, हरेक पार्टीको तपाईको कार्यकर्ताहरू सडकमा उत्रे, आफ्नै नेतृत्वको विरुद्धमा उत्रे। त्यो नेतृत्व ठिक भएन भने उहाँहरू पनि उत्रिनु भएको थियो। सबैजना उत्रिनु भयो र देशलाई आमूल परिवर्तन भइरहेको समयमा, नेतृत्वविहीन भइरहेको टाइममा मेरो पुर्खाले दिएको साहस, मेरो नसामा बगिरहेको त्यो गोर्खालीको रगत रे म पछि हट्न दिएन। छातीमा गोली थापेर भए पनि म अगाडि बढ्दै थिएँ त्यतिखेर। त्यही भएर यो सत्ता ढल्नु आवश्यक थियो, किन परिवर्तन हामी नेपाली जनताले चाहेको थियौं। हामीले त्यो सपना देखेको थियौं कि एक दिन हाम्रो देश बदलिन्छ, एक दिन हाम्रो सोच बदलिन्छ, युवाहरू बाहिर जानु पर्दैनन्, हामीहरू यही देशमा बस्छौं, यही देशमा बसेर यही देश बनाउँछौं र यही देश आफ्नै आँखा अगाडि बनेको हेर्न चाहन्छौं भनेर हामीले सोचेको सपना त्यो पूरा गर्नुपर्ने थियो। र त्यो पूरा गर्नको लागि यी अपराधीहरू जसले हामीलाई गोली हाने, यिनीहरू सत्तामा बस्नु हुँदैन थियो। त्यही भएर उहाँहरूको संयन्त्र ढालियो। कति वर्षदेखि राजनीति गर्नुभयो, मैले बुझ्दिनँ यस्तो राजनीति। तपाईको देशको विकास यसरी हुन्छ जहाँ कि एउटा पुलको लागि